मजाले आन जुनिला आन थपक्क बस्नु न घाँटी र मुख त सर्लक्कै फेर्यो हेलो गाइज नमस्ते वेलकम टु माई ब्लग आज चाहिँ हाम्रोमा रोपाइ हुँदैछ अनि यो चाहिँ अहिले चैतमा हामी चैते धान रोप्छौँ र यो पाकेपछि हामी फेरि यो निकालेर असारमा पनि धान रोप्छौँ र आजको रोपाइमा चाहिँ हामी एकदमै रमाइलो गर्दैछौँ भिडियो चाहिँ सुरुदेखि अन्तिमसम्म हेरिदिनु होला आजको दिनमा चाहिँ एकदमै रमाइलो भएको थियो होइन हेरेर इन्जोय गर्नु होला थ्याङ्क यू मेरो साथ तपाईँ बोल्नु न मलाई बोल्नै मन लागेको छ यहाँ कुदाएको छ बाख्राले कसलाई बोल्नु लाने उसलाई डान्स त दिन्छ हो त फेरि ओ मासतिरको माटो खोसेर झारेर रोप न जसरी पनि रोप्ने तिम्रो काम हो होइन भिडियो गरेको छैन फोटो खिचिरहेको पोज देऊ न पोज खेचरेक 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 खोइ न फोटो फोटो पोज ल हेर चाक पो देखाउँछ जुनी काम छैन भनेको नि भइसक्यो यहाँको चाहिँ भाकै छैन भर्खर म त आत्तिएको होइन छिसिरी यहाँ भिडियो क्याप्चर गर्नु पऱ्यो नि त अठ्याउनु पऱ्यो नि त यहाँ कैद गर्नुपर्ने हो कि अहिले छिसिरियो आज कुरो पनि कतिखेर सकेला यता फेरि ट्र्याक्टरले खुट्टा भाँचेर ढुट्टो होइन त ए ल खै ट्र्याक्टरको त खुट्टा सुट्टा भाँचियो अब के भयो ऊ यहाँ ठोक्नु हुँदैछ त त्यसमा भाँचेन खुट्टा ट्र्याक्टर चाहिँ घाइते अवस्थामा डक्टरहरूले त्यहाँ 3 जना मिलेर उपचार गर्दै खुट्टा झन्डै खुस्काएको ए पर आयो ठुलो ठुलो टोलीहरू ए सब फौजीहरू हाम्रो रोपाइ धमाधम भइरहेछ हाम्रो ठुलो रोपारी यो काठमाडौँदेखि रोप्नु आएको म करान हजुर काठमाडौँदेखि रोप्नु आएको कस्तो राम्रो देखेको पानी तपाईँ पनि माथि लान्छ यहाँ त घर पो जाने त दिदी यो गुन्यु लाएर रोप्नु अप्ठ्यारो हुँदैन अहिले के भन्छ है यो भाउजूले अहिले भाउजू हो दिदी हो क्या हाम्रो फुपू दिदी हो दिदी हो दिदी के भन्नु गुन्युको बारेमा के फाइदा छ गुन्युले गुन्यु लाउँदा के फाइदा छ अप्ठ्यारो हुँदैन हामीलाई त अब होइन अप्ठ्यारो लाग्छ नि त के रेकर्ड गर्न के हुन्छ त भन्नु न के हुन्छ त हो के भइरहेछ
केही भएको थिएन सजिलो होइन कि हामीलाई चाहिँ अप्ठ्यारो लाग्छ नि त अनि तपाईँलाई चाहिँ सजिलै हुन्छ सबै हिलो लाग्छ होइन तपाईँ यहाँ खुब रेकर्ड गर्दै गुड दाइ गुड यसलाई हान्नु दाइ यसलाई जुनी त आज सबैको टार्गेटमा छ हिलोको दाइ त्यसलाई हानिदिनु न मेरो साटो हानिदिनु न दाइ त्यसलाई हान्नु दाइ दाइ हान्नु न दाइ म पैसा दिन्छु हान भाले हान जुनीलाई हान ओइ म छु मलाई हान्न आउँछ यो त भाले जा म पनि बदला लिनु छ जुनीलाई त भिडियो ल भिडियो खिच म पनि बदला लिनु छ जुनीसँग नाइजु बस्ने त तपाईँ पनि फ्याउले हाने गरेर हुन्छ नि भागिहाल्नु भयो भिडियो गरेका नि यो बाबा नि कम्ती छिटो छैन नि त्यसले कहाँ पानीमा डुब्छ है नानी भयो नखेल्ने अब सक्यो छिटो अब छाडेको अब मान्छे आँखा लुड्यो यसरी गएर सकिन्थ्यो टाटीका झुपडी पनि देखिँदा कति मजा पारीका टाटी झुपडी पनि देखिँदा यिनीहरूसँग त रोप्नु हुँदैन अब हामी जुँदै भयो त अब सकिएको रोपारीहरू
भाले र थिच्दा भाले मर कि मर भन्छु यसले मलाई माथिबाट थिचेको गर्छ तान्छस् तपाईँ उता पकाउनुहुन्छ त के गर्नु भाले मर कि दल दिनु लाग्यो हात पक्रिँदा दल भन्छु म जुनीलाई लगाइदिँदै गरे भइसक्यो धन्यवाद भाइजू अब भयो है अब एकचोटि खेल्ने हुन्छ फेरि लाउनै पर्यो भनेर लगाइदिएको नि तिमीहरू भन्दा त मेरो अनुहार त सफै छ है यत्रो छ अरे जानु गाइज के गर्नु यस्तै भयो जिन्दगानीमा यिनीहरू हो धेरै चम्किने म त ज्ञानी मान्छे टिम चाहिँ ज्ञानी थियौँ ओके यिनीहरू दुईटा हो के यिनीहरू ल गाइज हाम्रो टिम चाहिँ हामी नुहाइ धुवाइ गर्न आयौँ हामी त त्यहाँनिर काम लगाउँछ भनेर भिडियो बनाउँदैछु गएर थप्पकै बस्छौ हामी त त्यो काम लगाएर जुधेको नाटक गरेर हामी त खेल्नु भएको त है अरू चाहिँ रोप्दैछ हामी त जुधेको नाटक गरेर नै खेल्न आयौँ त्यहाँ एउटा भैँसी एउटा गोही पौडिन थालिहाल्यो यही हो भाले यही हो यहीँ खेलौँ है जानु माथि हिँड अरे हो केटाकेटी लु गाई अब हामी चाहिँ तहमा आइपुग्यौँ खिचिदिने मान्छे त छैन जाने खिचिदिरहेको छु के आयो जुने बुने भालेले लाएको देखेर थपक्क बस्नु न कस्तो जाडो मेरो खुट्टामा माथि निकालिदिन्छ घाँटी र मुख त सर्लक्कै फेर्यो मैले मुख धुनु पर्यो म अघि सुनिता नाना जस्तै देखिरहेको थियो अब हेर्नु कस्तो देखिन्छ अब म मजा जस्तो होला अब चाहिँ ममता नाना जस्तो देखेँ जुना नाना यता हेर्नु त जुना नाना त ठ्याक्कै बुढी मान्छे जस्तै देखिरहेछ तपाईँ बुढी मान्छे जस्तै देखिरहेछ भयो खोइ टस भयो त होला नि भइरह होला भयो नखेल्ने एकजना सुता तिम्रो ढाडमा छ अहिले आएर थाहा भयो आँखामा एकचोटि मासु ढाड मारिदिनु त मेरो ओ यता हेर विद्या पनि भावना नानी ढाड मारिदिनु मार्ने होइन क्या निकालेर धोऊ न हाम्रो नेचुरल स्विमिङ पुल ओइ धेरै नखेल्दै भाले त होस् क्या आज कस्तो सर्लक्कै निकालेको थियो भिडियो गरिरहेको कहाँ हेर्नु यो फटाइरहेछ गाँठे म त हाल्छु नाकभित्र माटो पसेर
थ्याङ्क यू फर वाचिङ बाई गाइज बाई भन्न सबैले यो जाडोले मर्ने बेला भयो कामेर है त्यस्तो जाडो भएको छ के गर्नु आफ्नै बिहोरा